नमस्कार सबैजनामा। यस उच्च शिक्षा व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस)मा तथ्याङ्क व्यवस्थापन गर्न सहजीकरण गर्नका लागि तयार गरिएको यो प्रशिक्षण सेसनमा डिभोक्सअफ्टको तर्फबाट हार्दिक स्वागत गर्दछौँ। आज हामी प्रोग्राम सेटअप मोड्युलको बारेमा हेरौँ। प्रोग्राम सेटअपमा गइसकेपछि यस्तो इन्टरफेस देख्न सक्छ। हामीले चाहिँ फर्स्टमा यो प्रोग्राम सेटअप मोड्युलमा आएर हाम्रो प्रोग्रामको मेजर के छ, सब्जेक्ट के छ, सबै सेटअप गर्नुपर्ने हुन्छ। किनभने प्रोग्रामको मेजर हामीले इच प्रोग्रामको कति मेजर छ, मेजर छैन भने त्यो प्रोग्रामको सर्ट नेम राखेर ग्रुप डिफाइन गर्नुपर्ने हुन्छ। जसले गर्दा चाहिँ हामी स्टुडेन्ट इनरोलमेन्ट गर्दा त्यो स्टुडेन्ट चाहिँ कुन मेजरमा हो भनेर डिफाइन गर्नुपर्ने हुन्छ। मेजर अनुसार फीहरू डिफ्रेन्ट भएकोले चाहिँ हामीले फी पनि सेटअप गर्नुपर्ने हुन्छ। त्यसै गरेर सब्जेक्ट म्यानेजमेन्टमा पनि हामीले सबै सब्जेक्टहरू सेड्युल गरिसकेपछि मात्रै हाम्रो इक्जाम म्यानेजमेन्ट मोड्युलमा चाहिँ इक्जाम सेड्युल गर्दा चाहिँ त्यसमा रुटिन राख्दा होस् या हामीले स्टुडेन्टको रिजल्टहरू निकाल्दा हामीले त्यहाँ सब्जेक्टहरूमा सबैमा मार्क्स इन्ट्री गर्नुपर्छ। त्यस कारण चाहिँ हामीले सब्जेक्ट पनि यहाँ सेटअप गर्नुपर्ने हुन्छ। अब प्रोग्राम म्यानेजमेन्टमा हेरौँ। प्रोग्राम म्यानेजमेन्ट लेभल फ्याकल्टी प्रोग्राम छ। यसमा चाहिँ सबै यो जति देखिराख्नु भएको छ डेटा, यो सबै डेटा चाहिँ युनिभर्सिटीबाट नै डिफाइन भएर हाम्रो क्याम्पसमा के छ त्यो सबै डिफाइन भएर आउँछ। इफ यस्तो कुनै कन्डिसनमा जस्तो हजुरको क्याम्पसमा त्यो प्रोग्राम छ या फ्याकल्टी छ र यसमा एड भएको छैन भने चाहिँ यसरी मार्क गरेर एड प्रोग्राम गर्न सक्छ। त्यो बाहेक चाहिँ नभएको प्रोग्रामहरू चाहिँ एड गर्न मिल्दैन। अब चाहिँ यसमा हेरौँ ग्रुप प्रोग्राम मेजर म्यानेजमेन्टमा। अब यसमा जुन जति लिस्ट देख्न सक्नुभएको छ यो चाहिँ हजुरको क्याम्पसमा जति प्रोग्राम छ त्यो सबै प्रोग्रामको लिस्ट यसरी यहाँ आउँछ। त्यहाँ आइसकेपछि हजुरले सबै प्रोग्रामको वान बाई वान एउटा प्रोग्राम लिएर त्यसको मेजर कति छ सबै राखेर अनि त्यसपछि फेरि मेजर छैन भने चाहिँ त्यसको एउटा सर्ट नेम राखेर जस्तो ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन भने यसमा चाहिँ मैले एउटा बिबिए भनेर राखेँ। यसको मेजर नहुने भएकोले चाहिँ मैले यसलाई चाहिँ ग्रुपमा राखेँ। त्यस्तै गरेर अर्को ब्याचलर्स इन साइन्सको चाहिँ मेजर हुन्छ जस्तो फिजिक्स, केमिस्ट्री, बायोलोजी भनेर मैले चाहिँ एउटा बायोलोजी भनेर राखेँ। बायोलोजी यसरी सबमिट गर्नुलाई मेजर सब्जेक्ट एड भयो। एड भइसकेपछि त्यो लिस्ट यहाँ देख्न सक्नुहुन्छ एड भएको लिस्ट। र इफ कुनै मिस्टेक भएको छ, करेक्सन गर्नु छ या चेन्जेस गर्नुपर्ने छ भने चाहिँ त्यसरी यहाँ आएर अपडेट गर्न सक्नुहुन्छ। यो एडिट गर्न यो लिस्ट यहाँ देख्न सक्नुहुन्छ। त्यस्तै गरेर अर्को छ सब्जेक्ट म्यानेजमेन्ट। सब्जेक्ट म्यानेजमेन्टमा पनि प्रोग्रामको क्याम्पसमा भएको सबै प्रोग्रामको लिस्ट यसरी यहाँ आउँछ। त्यो आइसकेपछि हामीले एउटा सपोज मैले एउटा बिबिए भनेर राखेँ। ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन भयो। यसमा हामीले प्रोग्रामको नेम वाइज जस्तो सेमिस्टरवाला छ भने सेमिस्टरमा आउँछ, इयर वाइज छ भने चाहिँ इयरमा यसरी आउनु सक्छ। अनि त्यसपछि मैले एउटा सेकेन्ड इयरको भने सब्जेक्ट एउटा इकोनोमिक्स भनेर एउटा सब्जेक्ट राखेँ। सब्जेक्ट राखिसकेपछि यसको सर्ट नेम के छ हाम्रो सिलेबसमै भएको सर्ट नेम राख्नुपर्ने हुन्छ। सर्ट नेम, कोड यो सबै डेटा चाहिँ करेक्ट हुनुपर्छ। इफ यसमा कुनै डेटाहरू मिस्टेक हुन गयो भने चाहिँ हाम्रो रिजल्टहरू निकाल्दा चाहिँ त्यहाँ इस्यु आउन सक्छ। त्यसै गर्दा अर्को चाहिँ कोड राखेँ। सब्जेक्ट अब चाहिँ यो ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन सेकेन्ड इयरको इकोनोमिक्स सब्जेक्ट चाहिँ कम्पलसरी छ या इलेक्टिभ छ भनेर राख्नुपर्ने हुन्छ। मैले कम्पलसरी राखेँ। हामीले प्रोग्राम मेजर म्यानेजमेन्टमा गएर जस्तो मेजरहरू डिफाइन गरेको छौँ नि त्यो सबै मेजरको लिस्ट चाहिँ यहाँ यसरी आउँछ। यसरी यसमा चाहिँ अब यति धेरै लिस्ट छ। यसमा अब यो ग्रुप राखिसकेपछि एउटा दुईटा जति छ ग्रुप हजुरले जति सेटअप गर्नुहुन्छ क्याम्पसमा कति छ त्यही अनुसारको सबै यहाँ यसरी आउँछ। अब यो इकोनोमिक सब्जेक्ट सेकेन्ड इयरको कुनमा पर्छ जस्तो मैले मार्केटिङ यसरी सबैमा टिक लगाएँ। सबैमा हो भने सबैमा लगाउनु। जुन एउटा दुईटा छ भने चाहिँ यसरी टिक लगाएर एड गर्नुभयो भने चाहिँ त्यो लिस्ट यहाँ देख्न सक्नुहुन्छ। यहाँ आइसकेको लिस्ट चाहिँ हामीले मिस्टेक भयो केही भयो भने चाहिँ एडिट पनि गर्न सक्छौँ र मेजरमा जस्तो यसरी सबै गर्न सक्छौँ। मेजरमा रिमुभ एन्ड एड मेजर सब्जेक्ट यसमा यो पनि एडिट गर्न सक्छौँ। सब्जेक्ट म्यानेजमेन्ट गर्दा चाहिँ हामीले डेटा एकदम ध्यान दिएर राख्नुपर्ने हुन्छ। यसमा सब्जेक्टको कुनै डेटा मिस्टेक भयो भने चाहिँ हामीलाई इक्जाम सेड्युल गर्दा या रिजल्ट निकाल्दा चाहिँ त्यहाँ इस्यु आउन सक्छ। यो भयो हाम्रो सब्जेक्ट म्यानेजमेन्ट र प्रोग्राम मेजर म्यानेजमेन्टको बारेमा हेऱ्यौँ हामीले। समयको अन्तराल र आवश्यकता अनुसार यस एचएमआईएस प्रणालीमा रहेका मोड्युलहरूमा केही सुधार र अपडेट हुने भएकाले आगामी दिनमा यस भिडियोका सूचनाहरू पर्याप्त नहुन र फरक हुन सक्छन्।
तपाईँहरूको सक्रिय सहभागिताका साथ भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।